नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल सृष्टिकर्तीमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। आज चाहिँ हामी जाँदैछौँ माइत। मेरो बुढा चाहिँ भोलिपल्ट फर्किँदै हुनुहुन्छ, त्यही भएर आज चाहिँ हामी भेटघाटको लागि माइत जाँदैछौँ एकछिन। मेरो माइत चाहिँ नजिक नै छ, 5-10 मिनटमै पुगिहालिन्छ। अनि मम्मीले माइतदेखि फोन गर्नुभएको थियो क्या, अनि भोलि भान्जा गइहाल्नुहुन्छ, आज दिउँसो एकछिन आउन त भनेर। त्यो यता चाहिँ सिमसिमे पानी परिरहेको थियो, त्यो भएर छाता लिएर जाँदैछौँ। अनि मेरो घर चाहिँ देउती टोल हो, अनि मेरो माइत चाहिँ रमणीया टोलमा हो। जस्टिन खै त हेर्नु दादी, जस्टिनको साथीहरू मेरो छोरो। नमस्ते गरिदेऊ न जस्टिन, उता जी गरिदेऊ न, गर न गर न। माइत जाँदा मन्दिर चाहिँ बाटैमा पर्छ, त्यो भएर एकछिन हामी त्यतातिर लाग्यौँ, फोटोसोटो खिच्दै थियौँ। जस्टिन यता हेर न, जस्टिनको ड्याडी चाहिँ आइसक्रिम ल्याउनु जानुभएको छ। यता हेर, के खाने सानो, यता हेर न। हामी माइत आइपुग्यौँ साथीहरू। अनि म चाहिँ आउनु बित्तिकै चाउचाउ बनाउनुतिर लागेँ। नास्ता खानुको लागि करेन्ट चाउचाउ बनाउँदै थिएँ। भन न, आइसक्रिम खाएको भन न। हाम्रो चाउचाउ पनि पाक्दैछ। अनि मेरो बुढालाई चाहिँ सेकुवा एकदमै मनपर्छ, त्यो भएर भोलि गइहाल्नुहुन्छ भनेर आज चाहिँ सेकुवा बनाएर खाना दिनलाई मम्मी काट्दै हुनुहुन्छ मासु। मेरो बुढालाई कहिलेबाट यस्तो चिसोहरू खानु मन लागेको थियो स्कुटीसँग। माछा पनि खानेसँग मेरो बुढीको क्वालिटी हेर्नु है। हजुरले मारेर ल्याएको माछा देख्नुबाट कस्तो छ बड्डा? प्योर अर्ग्यानिक खोलाको माछाभरिमा सबभन्दा मिठो माछा। मेरो भाइ पनि आयो साथीहरू, एकलौता भाइ, मेरो प्यारो भाइ। ओइ सरी भाइ बस, साला भेना। हाम्रो मम्मी हाई गाइस भन्नु न। हाई गाइस। कालो पुटुरो। हामी दुईजनाले चाहिँ कपडा चेन्ज गरेर आगो बाल्नतिर लाग्यौँ सेकुवा बनाउनको लागि। अनि आगो बाल्छु भनेर चाहिँ मेरो बुढा कसिनु भएको थियो, बुढीलाई हेल्प गर्छु भनेर। सेकुवा चाहिँ मेरो बुढाले आफै बनाउनु भयो। मेरो श्रीमान लगाएर तिमीले ड्याडी हाई भन्नु भन न। ड्याडी यता हेर्नु न भन न। माया हुनु न। माया हेर्नु भइगयो, हेर्नु न। मलाई माटो गरिदिए सानो त हेर्नु त। ल माटो खाऊ त। ल कसरी खाऊ त, गम गम यम्मी भन न। मिठो छ यो, के हो?
अनि साथीहरू हामीले चाहिँ खाना खाइसक्यौँ अनि म पनि रेडी भइसकेँ मेरो बुढा पनि रेडी भइसक्नुभयो अनि अब चाहिँ हामी घर फर्किने तयारी गर्दैछौँ अनि हाम्रो फुपूसै पनि आउनु भएको थियो त्यो दिन फुपूसैसँग पनि भेट भयो यस्तो गर न गर्देऊ न तिमी पनि गर न ल अब ल म यस्तो गर्छु है ल यस्तो गर्छु यस्तो अब हेर न सानो चोचो ल टुङ टुङ गर्देऊ न अनि हाम्रो यो छिन्चु बजार साथीहरू छिन्चु बजार ल ए ल मलाई माया गर नि त एउटा अब चाहिँ हामी घरतिर जाँदैछौँ अब भोलि उता पल्टन जाँदै हुनुहुन्छ त्यसको लागि कि कपडाहरू प्याकिङ पनि गर्नु छ त्यो भएर हामी चाहिँ आज नै घरतिर फर्क्यौँ अनि एकछिन सोल्टीलाई बोलाएर भिडियो बनाऊँ न भनेको उहाँले चाहिँ मान्नु नै भएको थिएन अनि एकछिन बोलाएर जबरजस्ती भाइले भिडियो बनाउन पठाएँ अनि आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई